मेरो नाम प्रमिला हो। म सिक्किमबाट आएको। मेरो दिदी बिमार थियो अनि हिँड्नु पनि सक्नुहुन्थेन। अहिले 1 महिना बाद उहाँ हिँडेर जानुहुँदैछ। अन्त सबै स्टाफहरु पनि राम्रो छ, सबैले केयरै गर्यो। जति पनि स्टाफहरु छ, डाक्टर पनि राम्रो हुनुहुन्छ। सबैले केयर गरेर अहिले यतिको भयो र आज डिस्चार्ज हुँदैछ। हिँड्नु पनि सक्नुहुन्थेन, बोकेर सबैले बोकेर लिएर आएको। अब अहिले चाहिँ हिँड्नु हुँदैछ। मिन्स बिफोर 1 वीक वकरमा हिँड्नुहुन्थ्यो, अहिले विदाउट वकर हिँड्दैछ र ठिकै छ। सबै राम्रो लाग्यो यहाँ आएर। यो मेरो पहिला घुँडा दुख्ने समस्या थियो। 5 वर्ष त दुखेको, 3 वर्ष चाहिँ बेड रेस्ट थियो। यहाँ हस्पिटलमा बहिनीको साथीको आमा बिमार भएको थियो, जाती भएर गएको कारण उहाँको तर्फबाट यहाँनिर आएको र यहाँ आउँदाखेरि म एकदम बेड रेस्टमै थिएँ। मलाई यहाँनिर बोकेर नै यहाँ ल्याएको हो। कति 1 महिना उपचार हुँदाखेरि म अहिले यसरी हिँडेर जाँदैछु। मेरो यहाँ 1 महिना यो आयुर्वेदिक हस्पिटलमा ट्रिटमेन्ट भयो। अब यो सुरुमा आउँदाखेरि मलाई बोकेर ल्याएको, बेड रेस्ट थिएँ र अहिले वकरमा अलिअलि खुट्टा टेक्दै थिएँ। त्यहाँ बादमा वकरमा हिँड्नु थालेँ। वकरदेखि अहिले वकर छोडेर आफै आफ्नो उयसमा हिँड्नु सक्छु। यहाँको जति पनि डाक्टर राम्रै हुनुहुन्छ, यहाँको सेवाकर्ताहरू जति पनि उहाँहरू राम्रैसँग उहाँले राम्रै यो अवस्थामा गराएर ल्याइदिनु भयो। यहाँको जति ट्रिटमेन्टहरू मलाई राम्रो लाग्यो। यहाँ जति पनि योगा गर्नु पनि पाइँदो रहेछ। जति यहाँनिर डाक्टरहरू पनि एकदम राम्रो ट्रिटमेन्ट गर्नुहुँदैछ, राम्रो कोसिस गरिदिनु हुँदैछ जति, र राम्रो लाग्यो। र अहिले म हिँडेर घर जान सक्दैछु।